दर्शकबिन हार्दिक नमस्कार। अहिले म राक्सरङ गाउँपालिका वडा नम्बर 3 स्थित लाहोतीमा रहेको छु। यहाँनिर केही दिन अगाडि मात्रै हुरी बतासले एउटा विपन्न परिवार सुनिता चेपाङ जो सुत्केरी आमा हुनुहुन्थ्यो र उहाँको श्रीमान बाबुराम चेपाङ उहाँहरूको एउटा पुरानो घर हावाहुरीले बतासले उडाएर अत्यन्तै विपन्न अवस्थामा हुनुहुन्थ्यो। अनि अहिले केही दिन पछाडि चाहिँ श्रम संस्थे पार्टी जिल्ला मकवानपुरको एउटा टिमले नै आज आएर श्रमदान पश्चात यो डिपिसी गरिएको छ। आज भर्खरै सम्पन्न भएको छ। तत्पश्चात अबको केही दिनमा चाहिँ यो 2 कोठे भवन सम्पन्न गर्ने योजना जिल्ला पार्टी टिमको रहेको छ। उहाँहरू यहीँ हुनुहुन्छ। उहाँहरूले भर्खरै समापन गरेको अवस्था छ। तपाईँ सुनिता चेपाङ हुनुहुन्छ है? हजुर। अनि तपाईँलाई कस्तो लागिरहेछ आज एउटा श्रम संस्था पार्टीको टिमले जसरी यो तपाईँको घर निर्माण गर्ने भनेर आज श्रमदानबाट घर निर्माण प्रक्रिया सुचारू गरिएको छ। तपाईँ एक प्रकारले सुत्केरी आमा पनि हुनुहुन्छ, सानो बच्चालाई दुध पनि खुवाउँदै हुनुहुन्छ। के छ, कस्तो लागिरहेछ? मलाई एकदम राम्रो लाग्यो। राम्रो लागिरहेछ। के भन्न चाहनुहुन्छ? मलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद दिन चाहन्छु। पहिला यो घर बनाउनका लागि तपाईँले के सोचिराख्नु भएको थियो यो टिम आउनुभन्दा अगाडि? हावाहुरीले घर भत्कायो, त्यस पश्चात कस्तो भइरहेको थियो? तपाईँलाई के गर्नु पर्थ्यो, यो बनाउनु पर्थ्यो, कसरी चाहिँ बनाउन सकिन्छ भन्ने लागिरहेको थियो? मलाई त यस्तो घर बन्छ भनेर त आश थिएन, किनभने आफूसँग प्रमाणपत्र पनि छैन। अनि त्यतिकै घर त बन्ला जस्तो लागेको थिएन। अनि तपाईँहरूले अनि परमेश्वरको आशिषले पनि अनि बन्न सक्यो। अनि तपाईँहरूलाई पनि धन्यवाद होस्। हजुर, तपाईँ धन्यवाद दिन चाहनुहुन्छ। बच्चा कति महिनाको भयो अहिले? 2 महिना। 2 महिना। जस तपाईँ सुत्केरी अवस्थामा हुनुहुन्छ, एकदम तपाईँ कठिन परिस्थितिमा हुनुहुन्थ्यो, तर यो श्रम संस्था पार्टीको जिल्लाको कमिटीले जसरी यो सहायता गरेको छ यसमा तपाईँ धन्यवादी हुनुहुन्छ। अनि यहाँनिर हुनुहुन्छ उहाँको श्रीमान, उहाँ टी सर्ट सहित एकदम तयारी अवस्थामा काम पनि गर्नुभएको थियो। अहिले बाबुराम प्रजा हुनुहुन्छ। तपाईँलाई कस्तो लागिरहेछ यो घर आज श्रमदानबाट श्रमदाताहरूले बृहत श्रमदान गरेर यो तपाईँको 2 कोठे घरको लागि चाहिँ डिपिसी सम्पन्न गरेको छ, कस्तो लागिरहेछ? यसको लागि मेरो धेरै अब मेरो यो भन्दा पनि धेरै ठुलै जस्तो मानौँ अब ठुलै नै हो मेरो। अब सायद मैले चाहेर पनि मैले यो घर मैले बनाउन सक्दिनँ, तर जस अब हाम्रो माटो र हाम्रो यो कृषिबाट जुटाउनु भएको त्यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु। भनेपछि एकदम खुसी हुनुहुन्छ? धेरै खुसी। तपाईँको कतिवटा छोराछोरीहरू हुनुहुन्छ? मेरो 3टा छोरी। 3टा छोरी? हजुर। अनि 3टा छोरी हुन्छ, अन्तिमको चाहिँ? अन्तिम जेठ छोरी उहाँ हुनुहुन्छ, अनि माइली छोरी अनि कान्छी चाहिँ त्यहाँ है। भनेपछि अब तपाईँलाई कस्तो लागिरहेछ यो घरमा? अब तपाईँको राम्रो एउटा 2 कोठे घरमा बस्न पाउने भयो होइन, यसमा चाहिँ तपाईँलाई कस्तो लागिरहेछ? त्यसमा लागि मलाई यो घरमा बस्नु भनेको मलाई धेरै स्वर्गमा त्यस्तै खुसी लागेको छ? धेरै खुसी लागेको छ। अनि तपाईँ अहिले चाहिँ कसरी वासस्थान गरिराख्नु भएको छ? कहाँ बस्दै हुनुहुन्छ? म बसेपछि मेरो यतै हो, म यतै बस्छु। यतै बसेर यताबाट म कहिलेकाहीँ अब लेबर काम गर्नुहुन्छ, कहिले लेबर काम, कहिलेको अब मेलापातिर हिँड्नुहुन्छ। म त्यतै जस यहाँ घर नबन्दासम्म तपाईँ यहाँको चाहिँ आफन्तको घरमा बसिराख्नु भएको छ? आफन्त भन्दामा तल यहाँ मेरो साली घर बस्नु। साली घर भनेपछि आफन्तकै घरमा? ल ठिक छ। अनि मैले सुने बुझे अनुसार चाहिँ तपाईँको नागरिकता बनेको छैन अरे परिवारको श्रीमती र तपाईँको। त्यो नागरिकताको लागि के छ? नागरिकता छ कि छैन तपाईँहरूको? मेरो नागरिकता तर अहिले त छैन मेरो नागरिकता, तर नागरिकता हुनु कारणले पनि मेरो अब त्यही अब बाउ सानोमा बित्नु भएको। अब बाउ गर्नु कथा थियो
मलाई थाहा भएको थिएन। अनि बाबा बित्ने बेलामा अब आमा अब अरूसँग जानुभएको। अनि आमा अरूसँग जानुभएको भन्दैमा अब मेरो त्यही जेठा दाइले हेराउनु भएको थियो मलाई। अनि जेठा दाइले हेराउनु भएको बेलामा म अनि बाहिरतिर कामतिर अब हिँड्नुभयो। अब कता होटलतिर अथवा कतातिर हिँड्नुभयो। अनि त्यतातिर हुर्केँ म। अनि त्यतातिर हुर्केर अब बसिरहेको अनि त्यतातिर बाहिरतिर अनि बसेर अनि त्यतातिर म बिहे गरेँ। बाहिरै हुर्केँ, बाहिरै बिहे गरेँ। भने तपाईँको दाजुभाइ कोही पनि हुनुहुन्न अहिले? दाजुभाइ हुनुहुन्छ। अनि उहाँहरूको नागरिकता बनेको छैन? उहाँको नागरिकता तर माइलाको छैन, जेठाको छ। तर जेठाको नागरिकता भएर पनि तर उहाँ अलि इन्डिया हुनुहुन्छ, तर उहाँ अलि आउनु सक्नुभएन। भनेपछि तपाईँको श्रीमतीको परिवारको कसैको पनि नागरिकता छैन, जसको कारणले गर्दा यो नानीहरूको पनि चाहिँ यो अहिले जन्मदर्ता पनि बनाउनु भएको छैन, कसैको जन्मदर्ता छैन होइन। अनि नागरिकता नहुँदाखेरि तपाईँलाई कस्तो दुःख भइरहेको छ? मलाई नागरिकता भएर धेरै दुःख भएर, तर यसको लागि चाहिँ म पनि अब नागरिकता सकेसम्म मैले पाएको जस्तो लागिरहेको थियो। तर नागरिकता मेन कुरा मलाई नागरिकता चाहिन्थ्यो। अब नागरिकता अब खै त्यो पनि चाहिँ मलाई अलिकति भन्न। तपाईँले चाहिँ वडा अध्यक्षज्यूसँग गाउँपालिकामा सम्पर्क गर्नु भएको छैन व्यक्तिगत हिसाबले? छैन। अनि कोही कसैसँग तपाईँले कुराकानी गर्नु भएन त्यो विषयमा? छैन। ए भनेपछि नागरिकता नहुँदाखेरि तपाईँले एकदम ठुलो दुःख भोगिराख्नु भएको छ र वडा अध्यक्ष त्यसपछि गाउँपालिका अध्यक्ष गाउँपालिका टिमले पनि तपाईँलाई ध्यान दिनु भएन। अब हामी तपाईँलाई केही दिनमा चाहिँ नागरिकता दिलाउनका लागि प्रयास गर्छौँ। त्यसको लागि तपाईँ चिन्ता नलिनुहोस्। अब छिट्टै तपाईँको घर पनि बन्दैछ र नागरिकता पनि तपाईँलाई छिट्टो उपलब्ध होस् भन्ने हाम्रो कामना पनि छ। त्यसको लागि हामी प्रक्रिया पनि चाल्छौँ तपाईँको लागि, चिन्ता नलिनुहोस्। अनि अब यो घर बन्दैछ, नानी बाबुहरू पनि अब नानी पनि ठुल्ठुलो भयो। अब कसरी नानीहरूलाई स्कुल पठाउनु भएको छैन अहिले? यो मेरो जेठ छोरी यहीँ यो लाडु स्कुलमै हो। लाडु स्कुलमै त्यहीँ पढाउँछु। 3 कक्षा पढ्नुहुन्छ। अनि यो कान्छी छोरी पनि अब यो माइली छोरी पनि अहिले बाजे हुन्छ। यसको अलिकति यो बिमारी भएर यो अहिले घरमै बस्नु भएको। हजुर। अनि यसलाई पनि अहिले 1 कक्षामा भर्ना गर्नुभएको। भर्ना भन्दा अब बिना जन्मदाता अब हाम्रो यहाँ स्कुलमा पनि धेरै सहयोग गर्नुभएको। अब नहुने धेरै सहयोग जन्मदर्ता चाहिँ छैन, तर स्कुलमा पनि भर्ना गर्नु भएको छ। तर स्कुलको हेड सरले अथवा टिचरहरूले त्यस्तो केही कुराकानी गर्नु भएको छैन यो नागरिकता बनाउनु पर्छ, जन्मदर्ता बनाउनु पर्छ भनेर? त्यो विषयमा त अब कुरा त गर्नु भइरहनु भएको थियो। अब तर त्यसको लागि चाहिँ अब अलिक कोसिस म आफै पनि कोसिस गर्दैछु। तर सकेसम्म चाहिँ अब त्यो काम चाहिँ अलिक पुरा होस् जस्तो लागिरहेको मलाई। भनेपछि नागरिकता चाहिँ छिटो वडा तथा गाउँपालिकाले बनाइदियोस् भन्ने लाग्छ। हुन्छ, धेरै धन्यवाद छ। अबको केही दिनमा चाहिँ तपाईँको यो निर्माणाधीन रहेको भवन अब छिट्टै सम्पन्न हुनेछ। त्यसका लागि समग्र यो श्रम संस्कृति पार्टी को टिमले नै एकदमै अहिले सहायता गरिराखेको अवस्था छ। ल, तपाईँलाई शुभकामना छ। तपाईँको घर अब छिट्टै बन्नेछ र घर बनिसके पछाडि बालबच्चा सहित एउटा सुत्केरी आमालाई सँगै राखेर एउटा परिवारमा सँगै सुरक्षित एउटा आवास तपाईँहरूको लागि निर्माण हुनेछ। त्यसमा तपाईँहरू सुरक्षित तपाईँले बस्न सक्नुहुन्छ है त। ल, हस्, तपाईँलाई बधाई छ। धन्यवाद।